Hello, check. Good morning. Good morning, guys, and welcome back to new vlog. So आज चाहिँ शिवरात्रि, सबैजनालाई ह्याप्पी शिवरात्रि। अनि सकेसम्म अराजकता नदेखाउनु होला शिवरात्रिमा, किनकि भगवानको नाममा धेरै अराजक कामहरू पनि हुन्छन् शिवरात्रिको दिनमा। त्यही भएर नचाहिने कामतिर चाहिँ नलाग्नु होला। जस्ट अ सजेसन। Alrighty, let's go. तलबाट भन्दा माथिबाट जाँदाखेरि बाटो छेक्दैनन् भन्ने मलाई लागिरहेछ, किनकि अभोइड पनि गर्नु पर्यो, बिकज दिस पिपल आस्क अ लट अफ क्यास। आजको दिन चाहिँ अब मित्रौँ ह्याप्पी शिवरात्रि। आज चाहिँ बाइक चलाउने, गाडी चलाउने अलिकति ब्याड आइडिया हो हुन चाहिँ, बिकज पसेका मान्छेहरूले एक्सिडेन्ट गराउँछन् धेरै। आज पसेर पसे अलि बढी हुन्छ, त्यही भएर प्रसाद हो भगवानको भन्दै मान्छे ढलमल गर्दै हिँड्या हुन्छन्। त्यही भएर अलिकति आफै सेफ हुनु। अनि झगडा गर्ने यताउता धेरै बढ्छ क्या आजको दिन चाहिँ। त्यही भएर म चाहिँ एकछिन राजेन्द्रसँग भेट्छु। अनि दिउँसो एउटा काम छ क्या हाम्रो, त्यसकै लागि सल्लाह गर्नु भयो। अनि त्यो सल्लाह गरेर त्यस पछाडि अनि फर्किन्छु म। ओहो दुलो। तर मेरो सबैभन्दा बेस्ट इन्भेस्टमेन्ट चाहिँ मेरो भ्लगिङ सेटअपको लागि चाहिँ डिजेआईको माइक मिनी नै जस्तो लाग्यो गाइज मलाई, बिकज अफ द क्वालिटी के। यस्तो सही क्वालिटी छ होइन। म अहिले भाइजर लगाएर मेरो मुखै अगाडि राखेर बोलिरहेको छु कि माइकलाई, बट इट्स सो क्लियर। किन सबैजना ओभर स्पिडिङ हानिरहनु आज, डर लाग्दो। तेरिका यहाँ हाइवेमा चाहिँ बाटो छेक्न पाइँदैन, हाइवे बाहेक अरू अब भित्रको गल्लीतिर चाहिँ टन्नैले बाटो छेक्छन् जस्तो लागिरहेछ मलाई आज। ठिक छ, कल्चर हो, कल्चरलाई पनि रेस्पेक्ट गर्नुपर्छ गाइस। अनि हामीले पनि गऱ्यौँ बच्चा बेलामा, कम रमाइलो हुन्थ्यो त। यताबाट अर्कोले समात्ने, अनि जो आए पनि डोरी नछोड्ने के। कहिलेकाहीँ चाहिँ नराम्रो मान्छेहरू नै आउँथ्यो, लाइक बाइकले डोरी नै लिएर गइदिने खालको, हातसात घाउ हुन्थ्यो। 2-3 चोटि भएको छ त्यस्तो पनि। अनि याद आउँछ कि त्यस्ता कुराहरू। मैले चाहिँ अहिलेसम्म त्यसरी पेलेर लिएर गएको छैन है, बिकज वी हेभ अल बिन देयर। सबैले एक्सपिरियन्स गरेकै चिज हो त्यो। त्यही भएर बच्चाबच्चीको रमाइलोहरू पनि बुझिदिनुपर्छ। यो ठुलो भयो भन्दैमा पेलेर बच्चाबच्चीलाई गाह्रो पारेर घाउ बनाइदिएर त्यसरी हिँड्न चाहिँ हुँदैन। 5 रुपियाँ दिएर पनि खुसी हुन्छन् कि, धेरै दिनै पर्दैन। एउटा मान्छे पनि भेटिनँ त बाटो छेक्ने। मान्छे नहुने बाटो आएछु कि क्या म त। तर हुन त पहिला जस्तो हुँदैन कि अहिले। पहिला हाम्रो पालोमा त यहाँ एउटा त्यहाँ एउटा त्यसरी 4-5वटा टोली लाइनमा बसिन्थ्यो। त्यही एउटै बाइकलाई रोकेको गरिन्थ्यो। कसैले दिन्थ्यो, कोही चाहिँ रिसाउँथ्यो होइन। अहिले त खोइ त ल, एउटा मान्छे छैन, एउटा बच्चा छैन बाटोमा। Thanks. Love you. $2,000 years later. ह्याप्पी होली भनिदियो। भन्दैन। आज चाहिँ
ह्याप्पी होली। अनि ओहो स्ट्यान्ड नछ्याप नछ्याप ह्याप्पी होली ह्याप्पी होली भनेर चाहिँ बच्चाहरूलाई झन् रमाइलो हुन्छ होलीमा। म चाहिँ आज होन्डा लिएर हिँडिरहेको छु बिकज हिजो तेल हाल्न पाइएन अनि तेलको लाइन बस्न नि झ्याउ लाग्यो। त्यही भएर अहिले चाहिँ इरान र दुबई अनि इरान इजरायल युएसहरूको वार परिरहेछ होइन। वान साइडमा अब युएस र इजरायल, अर्को साइडमा चाहिँ इरान वार परिरहेछ। त्यही कारणले हो कि अब न चुनावमा बाहिर जाने मान्छेहरूले गर्दाखेरि हो कि पेट्रोलको लाइन थियो हिजो चाहिँ, अनि त्यही भएर पेट्रोल हाल्न पाएन मैले। आज पेट्रोल पम्प बन्द, द्याट्स वाइ। पेट्रोल चाहिँ अब 2-4 दिन पछि मात्रै हालिएला जस्तो छ। अनि अहिले चाहिँ म यसो होलीको माहौल हेर्न जान लाग्यो। हुन त मलाई खासै होली मनाउनु त मन लाग्दैन, त्यही पनि सो मैले चाहिँ भर्खर राजेन्द्रलाई फोन गरेँ। अनि केटो फ्री नै हुन्छ नि त, त्यही भएर यसो भेटघाट गरौँ, ह्याप्पी होली भनौँ एकअर्कालाई भन्ने हिसाबले बोलाएको। आज खासै राइड साइडको प्लान त केही पनि छैन गाइज। अब केटाहरूले भेटौँ भने नि यसो भेट्ने हो। अब बुलेटमा चाहिँ तेल नभएर आज यो बाइक लिएर हिँडिरहेको छु मैले। अनि यो बाइक पनि घरमा थन्केर बसेको धेरै दिन भयो कि, बाबालाई सन्चो नभएर लिएर हिँड्सेकै थिएन। यो चाहिँ हाम्रो घरको गरिखाने बाइक हो गाइज, एकदम रेस्पेक्ट चाहिँ बाइकलाई चाहिँ है, भगवान् जस्तो हाम्रो लागि यो बाइक चाहिँ। त्यही भएर मेन भनेर चाहिँ मलाई लोला हान्छन् कि भन्ने चाहिँ डर लाग्छ कि यो एरिया फेरि अलिकति खराब हुन्छ कि लोला सोला यताउता हान्नलाई। लगाएर भन्ने बित्तिकै कस्तो फायर हानेको त त्यो भाइले, हेत तेरिका पुरै लेन्सै भिजाइदियो यार मेरो। ठिक छ बच्चाहरूलाई रमाइलो हो। अब वार चल्या वार केटाहरूको ओ माई गड, जोगिएर हिँड्नुपर्छ यार केटाकेटीहरूबाट पनि। फेरि मेन भने कस्तो खालको पानीले हान्छन् भन्ने कुरा हो कि। हामीले पनि गऱ्यौँ नि त, नचाहिने काम गरेका थियौँ उमेरमा होइन। अब केटाहरूले अब के गर्छन् भन्ने कुरा हो, त्यही देखेर पनि थाहा छ नि त। त्यही भएर फोहोर हुन्छ कि यस्तो पानी चाहिँ। सो होली चाहिँ राम्रोसँग मनाउनु भयो होला हजुरहरूले नि। अब मेरो चाहिँ यस्तै भइरहेछ होली। अनि आफ्नो चाहिँ अलिकति स्वास्थ्यको ख्याल राख्नु होला होलीमा, चिसो लाग्छ। अनि आँखातिर कलरहरू हाल्नबाट अलिकति अभोइड गर्नु होला। बच्चा बच्चीको वार छ, पुरै वार चल्याछ यहाँ, यिनीहरूको वार चल्याछ। ए होली त यहाँ पो लाग्यो रहेछ, हाम्रो घरतिर त के लाग्ने हो र, हाम्रोतिर त छँदै छैन मान्छे। ओ माई गड, वार हेर वार। ल है केटा हो, हामी चाहिँ अब होली मनाउन दारी भएको चियातिर जाँदैछौँ। होली त मनाउन मिलेन अब। नेपाल सरकारलाई जुठो परे हो, ठिक हो। के गर्ने, ओलीले पार्दैन। सेरे हाई ब्लड प्रेसर भयो भनेर दुबई घुम्न गएको थियो क्या, त्यतै फस्या भए झन् राम्रो हुन्थ्यो। त्यही नै हुनेवाला स्योर हो। हाम्रो बालेन दाइलाई जसरी पनि जिताउनु पर्छ गाइस, झापा 5मा है। चुनावको प्रचार गर्न आजसम्म पाइने भने हो क्या अरे, कि भोलि हिजोसम्म हो, आज साँझसम्म पाइने रे। त्यही भएर मैले भिडियोमा आज 18 गतिसम्म बोल्न पाउँछु गाइज होइन। त्यस पछाडि न्युट्रल हुनुपर्छ अरे। सो अहिले चाहिँ उमङ्गे नै आउँदैछ अरे, उमङ्गेसित यसो बसेर चिया खाएर फर्किन्छौँ हामी। अरू केही छैन त्यस्तो प्लान आज होइन। होरो चाहिँ हामीलाई होली चाहिँ हामीलाई होरल्लो लाग्छ, त्यही भएर हो। वी आर नट मेड फर होली। हामीलाई चाहिँ दसैँ तिहार रमाइलो। कलर मैले त अलिकति लगाइसकेँ, दाइले लगाइदिइसक्नु भयो मलाई यहाँ। बिना कलरमा होली मनाएर आउँदैछौँ हामी। ल त्यही हो, अब यसो बानेश्वरतिरको माहौल हेरौँ अनि घर जानुपर्ने हुन्छ। यो बाइक धेरै पछि कुदाएको भएर होला, कस्तो त्यो इन्जिन नै र जस्तो फिल भइरहेको कि। यसको चेनमा मोबिल हाल्नुपर्ने छ, सबै मेन्टेन गरेर राखिदिनु पऱ्यो नि बाबाको लागि यसो होइन। यो नि मेरै बाइक हो गाइस फेरि। ल लेट्स गो टु बानेश्वर है त। सबै गाला रातै बनाएर बसे खाना आज होली लाग्यो सबैलाई। हामी नै होला कलर नलाउने।